ल गाइस यत्रो 1 किलोको मरिसक्यो हैन यो कुन माछा दोस्त बिगेट हो बिगेट चल अर्को मलाई यार सिकाउँछ यार दोस्त यार ल दोस्त यो फ्याक्न भन्न अगाडि कति किलो माछा पल्ला जस्तो लाग्छ तपाईँ मेरो विचारमा 6 देखि 7 किलो माछा पार्ने भन्ने योजना हो हजुर अब हेरौँ कति पर्छ हुन्छ यो खेल हो हैन हजुर कुन माछा पल्ला त यहाँनेर के रौ नैनी हैन हजुर अप्ठ्यारै हुने रहेछ हैन ठिक छ त्यहाँ हेरौँ गाइस के हुन्छ हैन ठिक छ टक्कसँगले ठुलो खालके माछा हुन्छ ढुकुर मारेको हेट तेरिका गाइस आज माछालाई चारो बनाउँदैछौँ हैन बनाउन आँटेको छौँ हुन्छ त्यतिको कस्तो नपर्ला हैन त यहाँ माछाको चारो बनाउँदैछ हाम्रो दोस्तले हैन तपाईँहरू नि यदि माछा मार्नु मन छ भने यसरी नै गर्नु होला एउटा गुड डे बिस्कुट अन्डा अनि के दोस्त गुड डे बिस्कुट अन्डा भयो भने केरा हैन हर्लिक्स त्यहाँ भित्र उयो आटा हैन छ यहाँ सबै फिसिङ सामान सबै आटा नि झिक त्यहाँ रङ पनि झिकान्छ ल ल गाइस अर्को नि फाल्न आँटेको छौँ हैन हामी दोस्तले फेरि अर्को पनि फाल्न आँटेको छन् परे पनि यो थाहा भइहाल्छ होइन यो पनि त्यस्तै हो ल ल गाइस यहाँ फेरि अर्को पनि पर्यो हैन मजाले म पनि भिडियो गरिदिन्छु ल त्यही धागो छोरे सबै हेरौँ है कत्रो माछा पर्छ गाइस यहाँ हाम्रो दोस्तले पार्नु हुँदैछ हैन माछा खेलाउँदै एकदमै हैन उम्किनु पनि सक्ने हुन्छ हैन सानो छ जस्तै छ हैन आधी किलो भन्दा उम्बैको होला ठुलो पर्यो गाइस हैन कसरी बिगेट मात्रै पर्छ भाइ तिम्रोमा ओ भेजा भयो त ठुलो पर्यो गाइस हैन अर्को नि अघिको भन्दा ठुलो रहेछ यसलाई मजाले उयो गरेको छैन आमा ठुलो रहेछ नि त अर्को नि ठुलो पक्यो हैन गाइस हाम्रो दोस्तले गाइस यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू बिरालो र माछाको भिडन्त मैले चाहिँ माछालाई हैन पानीबाट निकालेर एकछिन घाममा सुकाइदिएको छु यहाँ पुरै ऊ चाहिँ खुसीले नाच्दैछ 1 किलो चाहिँ रहेछ गाइस अब चाहिँ हामी घर जान आँटेको नै अब जोग्नु बाँकी अब यो चिक्ने 2-400 को लोभले अब यिनीहरूले बुलाइरहन्छ के ठ्याक्कै 1 किलो 130 11 ल